ए सुन्नु त सानो झार्दैन झार्दैन त्यहाँ झारे बाहिर म बिर्सेँ भित्र ल यो पसल काम घाँडो के बरु गाई बस्तु बाँध्यो भने बरु पराल हालेर बाहिर निस्किन पाइन्छ तपाईँलाई बिलै देखाइदिन्थेँ म अहिले बिल घरमा बुढीले लिएर घरमा यो यस्तो हो तपाईँको यो तपाईँको बनेको इन्डियामै हो यो पनि इन्डियामै हो तर यो नक्सल हुँदै आउँछ यो वीरगन्ज हुँदै आउँछ यहाँ तपाईँको छोडेर एक पाइलो हिँड्न पाइँदैन देशलाई त्यो मासु राम्रो छ है तर खानलाई यो मिठो छ कि यो म अरूलाई भन्ने होइन तपाईँलाई भनेको अरूलाई हामीले बेच्दैनौँ यो हामीले अस्ति हाले सामानहरू खाली भइसक्यो यहाँ त तपाईँको मान्छेको बेलुका भएपछि लाइन हुन्छ नि यहाँ तपाईँ त अहिले दिउँसो आउनु भएर कोही नदेखे तपाईँको यो काउली हिजो भर्खर आएको हो अलिकति दाग लाग्यो यो लिएर जानु भयो नि गोलीबाट फ्री हो 1 रुपियाँ पैसा पनि पर्दैन हाम्रो यसमा तपाईँले भन्न खोजे मासु यो हो तपाईँले भनेकै रेटमा यो आउँछ तर यहाँ आउँदैन पल्लो पसलमा आउँछ हामीले अरूलाई बेच्ने यो हो होइन तपाईँ सधैँ आउनुभयो तपाईँलाई बेच्ने यो आलु एउटा मासु एउटा बन्दा एउटा 2450 यहाँ आइसकेपछि तपाईँलाई एउटा सामान खोज्न यता उता जानु पर्यो नि सबै थोक तपाईँको लागि नै छ कि